हाई दिस इज मी दर्पणा फर्स्टमै मै रहेछु अनि आरती आज चाहिँ हामी म आरती दिदी अनि त्यसपछि अमिषा मिलेर चाहिँ जेरुसलेम अक्युरिम जान लागेको एकदमै एक्साइटेड छौँ हामी तीनजना। अहिले चाहिँ हामी सेन्ट्रल ट्रेन स्टेसनमा छौँ। ट्रेनभित्र छिर्यौँ हामी, तर हामी थर्डमा गएको कि मैले त सिटै पाइनँ, अमिषा र दिदीले मात्रै पाउनुभयो। मलाई हाँस उठिहाल्छ फेरि मेरो भिडियो खिच्दैपछि है। ठिकै छ, आरती दिदीको पोज हेरौँ न त यहाँ। ल हामी जेरुसलेम पनि आइपुग्यौँ। कस्तो राम्रो कि यो ट्री छ है, मलाई एकदम मन परेको। अनि यो अन द वे त झन् ओ माई गड यति राम्रो नेपालको भाइब्स आइरहेको थियो मलाई चाहिँ। ल हामी फाइनल्ली हाम्रो डेस्टिनेसनमा पनि आइपुग्यौँ। अब फोटो भिडियो त लिनु परिहाल्यो नि। त्यसमा चाहिँ पनि आरती दिदी र मैले कसको अमिषाको चाहिँ धेरै भिडियो लिएको थिएँ, आफूले चाहिँ सेल्फी लिइरहेको थिएँ। यो चेन पनि मलाई मन परेको थियो। यो भित्र जाँदा यस्तो मजाको टेम्परेचर मेन्टेन गरेको रहेछ कि अमिषाले चाहिँ पुरा पुतलीहरूलाई बोलाइरहेको थियो, तर आएको थिएन। ल हामीले यहाँ पानी पनि देख्न सक्छौँ, कस्तो राम्रो लागिरहेको थियो मलाई चाहिँ। वाउ कस्तो राम्रो माछा। यसलाई चाहिँ मैले फर्स्टमा डाइनोसर सम्झेर कि ए होइन डाइनोसर त हुँदैन अनि त्यसपछि यसो यतापट्टि हेरेको त यो त जायन्ट व्हेल पो अरे के। ल सेल्फी पनि माछासँग कि सेल्फी लिने रे, माछाले चाहिँ मान्दा नि मानिरहेको थिएन। वाउ कस्तो राम्रो यो माछा त झन्। हेलो हेलो वाउ यो त झन् यति राम्रो फिल्म हेरे जस्तो, तर यो फिल्म चाहिँ होइन, यो हाम्रो चाइल्डहुडको बेस्ट मेमोरिज कार्टुन मेमो। कति क्युट थियो। एउटा दिए पनि हुन्थ्यो मलाई, तर कसरी दिनै मिल्दैन। अमिषा पनि त्यहाँभित्र गयो है, भिडियो बनाउने मान्छे चाहिँ म। ल हामी जूतिर फर्क्यौँ। जूको त झन् यति कुरै नगरौँ, यति राम्रो थियो, मौसम त्यस्तै राम्रो। अमिषा र दिदी चाहिँ पुरा जोक हानिरहेको थियो कि यो के हो यस्तो क्युटी। अब मेरो भिडियो आएछ, ठिकै छ। म चाहिँ अलिअलि मात्रै ल्याएको थिएँ कि, खासमा हामी टाइगर खोज्यौँ, टाइगर भेटेन। अनि दिदी चाहिँ पुरा बोलाएको जस्तो भइरहेको थियो। अनि फाइनली हामीले चिता चाहिँ देख्यौँ। अब हामी माथि चढेको है, कस्तो राम्रो भ्यू थियो। अमिषा पनि माथि जाँदैछ। यहाँबाट चाहिँ खासमा लाइन हेर्ने रहेछ, तर लाइन त सुतिरहेको थियो उनीहरू बुढाबुढी नै। अनि हामीले खासै उनीहरूलाई राम्ररी हेर्न पाएनौँ। अनि फेरि हामी फर्क्यौँ। हेर न फेरि त्यहाँ दिदी। ल अब हामी जिराफ हेर्न गएको। लास्ट रहेछ यो जिराफ चाहिँ। अनि त्यहाँ जिराफ अलमोस्ट कतिवटा थियो भने टोटल 9वटा जिराफहरू थियो कि, कस्तो राम्रो राम्रो। हाई जिराफ। कङ्गारू पनि देखेको हामीले। फोटो त लिनै पर्यो यसरी, घुमेको नत्र के मतलब।